आज हाम्रो यात्रा बा यो कुन जू हो रे यो कहाँको जू हो रे हजुर पचभैयाको जूतिर यहाँ हामी आज जू आएको बाबुले फर्स्टमै मंकी देखिन् किन धेरैचोटि देखिन्छ नि मंकी त फर्स्टमै मंकी देखिन आज ल हेरे बेबी बनढाडे हेर त बनढाडे इ बनढाडे नजिक नजाऊ है बनढाडे रहेछ यहाँ चितुवा रहेछ यहाँ चाहिँ ऱ्याबिट रहेछ ककराइज हुँदैन बाबु पात त छ त फेरि यहाँ भाइ यहाँ कुनामा यहाँ कुनामा ऊ माथि बसे के हो त्यो के हो हिजो त कस्तो धेरै वाइल्ड एनिमलहरू रहेछन् ल हेर यहाँ ऊ स्याल हेर बेबी त्यो स्याल हो स्याल देख्यौ हौ गर्छ यहाँ हेर न टाइगर हो यहाँ यसलाई लिनु त हेर नि हामीलाई हेरे टाइगर लियोपार्ड हो कि बेबी टाइगरी हाम्रो घरतिरको बाघै हो देख्नु आमाको नाना पनि यस्तै खायो बेबी ऊ हेर हाई भन्दैन टाइगर आऊ यता भन्नु लेपर्ड यता आऊ भन्नु आई थिङ्क मोडमै है बाट चाहिँ रुपातालको भ्यू पनि एकदमै बेस्ट आउँछ अनि एनिमल्सहरू पनि धेरै नै रहेछन् अब हामी डियर नीलगाई हेर्न जाँदैछौँ आउनुहोस् है सबैजना भन्दै न फेरि भन त यो चाहिँ हिमाली रेन्जको डियर हाई यो चाहिँ नीलगाई हाई त्यहाँ ऱ्याबिट रहेछ
बा यहाँ त पिकक रहेछ नि त चिल त्यता मात्र गनाएको भए यहाँ आउनु थियो पिकक रहेछ पिकक यसरी म्याप हेरेर मात्रै जानुपर्ने रहेछ धेरै जनावर चाहिँ छैन तर इट इज वर्थ इट रहेछ